हाई साथीहरू, गुड मर्निङ सबैलाई। तपाईँहरू कस्तो हुनुहुन्छ? आई होप सबैजना सन्चै हुनुहुन्छ। सो आज पनि फेरि म आइसकेँ मेरो सानो भिडियोमा। आज पनि म गाइस मेरो प्रायः जस्तो भिडियोहरू त सुपर गएको होइन, खानाहरू बनाएको केले यस्तो कामै त्यही छ, के हाल्नु, बोरिङ हुन्छ। अनि त्यही भिडियोहरू बनायो हाल्यो होइन। अनि यस्तो गरम छ नि, म चाहिँ अलिकति सौदा भयो भने पनि यो ट्रलीमा चाहिँ एकदम सजिलो हुन्छ नि त तान्नु लागि। अनि यो ट्रली चाहिँ ल्याउँछु, त्यही हो गाइस। अब म चाहिँ सुपर आइसक्यो, यहाँ अगाडि छ। अनि यहाँ चाहिँ बगेनाको रुख रहेछ नि त, अनि यस्तो शीतल छ क्या, शीतल छ। अनि हावा पनि आयो क्या। अनि म चाहिँ एकछिन बिसाउनु पऱ्यो भने यस्तो घाम छ हेर्नु न गाइस। यो चाहिँ तल जाने बाटो रहेछ। सो म चाहिँ यताबाट आएको होइन, त्यही हो गाइस। अब चाहिँ मेरो घरमा गएर अलिअलि सब्जीहरू बनाउनु पर्ने छ। अलिअलि खाना बनाउँछु भन्दा पनि अनि बाजुबोजुलाई दियो, आफू खायो, अनि भाँडाकुँडा दियो। त्यही हो, कामै छैन, त्यस्तै घरकै कामहरू छ। अनि के देखाउनु तपाईँहरूलाई पनि, गई भएको छैन होइन। घुम्नु गयो भने त देखाउँथ्यो होला। अहिले चाहिँ म निस्केको छुइनँ नि त, छुट्टी अलिक महिना ननिस्क्यौँ भनेर चाहिँ निस्केको छुइनँ। त्यही हो, निस्केपछि तपाईँहरूलाई देखाउँछु नि म कहाँ कहाँ जान्छु, के गर्छु भनेर। सो गाइस भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन जान्छु। बाई बाई एभ्रिवान, थ्याङ्क यू फर वाचिङ, हेभ अ गुड डे।